ल बिस्तारै जाऊ हामी यता माथितिर जान्छ फेरि भेट गरौँ ल है ल हेलो हेलो अबको राइडिङ स्टार्ट हुँदैछ है अहिले हल्का घरबाट हल्का टाढा ठाउँमा आयो होइन पार्किङ अरे एउटा पार्क हो होइन यहाँ गल्फहरू त्यो खेल्ने रहेछन् क्या त्यसमा हल्का राइड हानिदिउँ भनेर चाहिँ एकदम राम्रो ठाउँ छ ठाउँ पनि ठुलो छ होइन त्यो गाडीहरू पनि जान मिल्ने रहेछ तर हल्का हल्का हिँड्नुपर्छ यो बाटोमा कस्तो हुन्छ यो बाटो फर्स्ट टाइम हो हेरौँ लेट्स गाइज इन्जोय गर्नु तपाईँहरूले अनि सब्सक्राइब पनि गर्नुलाई कसैले भिडियो त हेरेको छैन नि 7 सब्सक्राइबर छ अलि युट्युब पनि सेयरहरू अब जसले हेर्न खाने त्यो मान्छेले सेयरहरू प्लिज गरिदिनु है हल्का हल्का युट्युब पनि बढाउनु हो अनि राम्रो भिडियो पनि हाल्ने पछि राम्रो भ्यूहरू पनि हाल्दै जाने हो क्या माइकहरू पनि किन्यो अहिले त माइक छैन त्यही भएर अलिक साउन्ड बोल्न मिल्दैन माइक किनेपछि बोल्दै बोल्दै युज गर्ने हो क्या इन्जोय भ्यूहरू इन्जोय गर्नुलाई
गुड गोरु दामी अरे 8:30 बजीसम्म हुने रहेछ होइन 8:30 Okay guys, ल दामी छ त यार भ्यू त
फर्स्ट टाइम आराकावा रिभर त होला नि हो होइन र जस्तो लाग्छ गरे बहुत ठुलो छ क्या ठुलो भन्दा नि लामो छ क्या यो रिभर चाहिँ कहाँ कहाँ टोकियोबाट कता 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 तल तलसम्म कनेक्ट भएको क्या ठुलो यो हुन्छ नि यो ओसियनसम्म कनेक्ट छ क्या यो रिभर चाहिँ एकचोटि भ्यू पनि देखाइदिउँ भन मान्छे कोही रहेनछ यार अहिले ठिक एकदम दामी समय रहेछ माथिबाट गाडीहरू हिँड्छन् मान्छेहरू के गर्न आउँछ नि यहाँ अलि उतातिर गयो चुपचापै निकाल्नु पऱ्यो यहाँ फेरि चोरिदिन्छ नि हात उता गइदिएको बेला चोरिदियो भने त यार कसरी गर्दा नि यो मोबाइल पनि सो अहिले हेलमेटमा क्या हेलमेटमा गोप्रो राखेछ भिडियो बनाएको न कस्तो हुने रहेछ चेक गरौँ भन अहिलेसम्म पछि पछि हेलमेट राख्यो भने अलि अगाडि हुन्छ यो गोप्रो जामा गर्छ होइन डिस्टर्ब गर्छ त्यो नगरेको यस्तो भ्यू देखाएको लगाएर चाहिँ क्यामेरा छोप्न भन्दा नि हेलमेट राखेर खिच्दाखेरि सजिलो हुन्छ नि होइन यस्तो गाइजहरूले के गरेर रहेछ नि हेरौँ न दामी रहेछ त्यो ठाउँ यहाँ माछा माछा पनि माछा खिच्न माछा टिप्न आएर चाहिँ रहेन यहाँबाट त तल छैन त यार ए त्यति टाढासम्म चाहिँ रहेछ यो बाटो यहीँबाट यहीँसम्म मात्र रहेछ त्यही बाटो जानुपर्छ यार ब्याक गरेर यो उकाली अघिको उकाली बाफ्रे यस्तो जाने हो माइ गड यार ल ठिकै छ गइन्छ नजिकै रहेछ यो बाटो पछि पछि आउनुपर्छ यार कहिले कहिले त राइडिङमा यो बाटो शीतल मस्त होइन अघिको बाटो ठिकै थियो तर धेरै सानो क्या सानो भन्दा के भन्छ त्यसलाई लङ थिएन क्या तर मजा आउँथ्यो त्यस्तै बाटो जापानमा घरबाट अलिक टाढा खा तर पछि पछि जाने हो 1-2 घन्टा लाग्छ फेरि घरबाट अहिले हाइवे चढ्ने उस पनि राखेको छैन मैले सो त्यही भएर अलिक टाढा टाढा जान चाहिँ गाह्रो हुन्छ पैसा पनि लाग्छ क्या फेरि हाइवेमा चढ्ने पनि होइन पैसा छैन गाइजहरू त्यही भएर सो अब हेरेर भ्यू हेरेर चाहिँ फर्क जाने आजको राइड त मजा आयो यार अहिलेको कति 4 दिन ट्याक्क आज 1 हप्ता भयो यार बाइक किनेको 1 हप्ता भयो अनि अहिलेसम्म गएको राइडमा भन्दा चाहिँ एकदम मजा पनि आयो होइन अनि हल्का स्पिड भन्दा नि हुन्छ नि यो के भन्छ यो आफूसित कन्फिडेन्ट हुन्छ नि हल्का त्यस्तो पनि हुन लाग्यो क्या सो घर जाने अब क्यामेरा चाहिँ यो गोप्रोमा हेलमेटमा नराखेर अगाडि राखेर जानुपर्छ यार उमा गएर यार गाइजहरू अब 200 किलोमिटर दगुरेको हुन्छ यार अझ 1 किलो दगुरेको पार एक हप्तामा 200 किलो जति दगुर्यो ठिकै हो अनि यो बाइकको चाहिँ 1000 किलो दगुरेपछि चाहिँ मेन्टेनेन्स गर्ने भनेर भनेछ सो त्यो पनि गर्ने हो 1000 किलो भन्दा अलि अगाडिपट्टि गर्नुपर्छ होइन मेन्टेनेन्स सो जापानमा चाहिँ एक हजारमा मेन्टेनेन्स गर्ने हुन्छ क्या अनि तपाईँहरूको चाहिँ त्यति बेला ओइल चेन्जहरू होइन ब्रेक ओइल चेन्जहरू त्यस्तो केही छ कि नै त्यस्तो केही छ कि नै भनेर चेक गर्छ क्या अनि यो बाइक चाहिँ नयाँ हो होइन यसको बाइकको पनि अझ इन्ट्रोड्युस पनि राम्रोसित गरेको छैन क्या मैले यार यस्तो केही राम्रोसित गरेको छैन किन किनेको कसरी किनेको होइन सो पछि त्यसको बारेमा नि भिडियो बनाउने हो अझ मलाई युट्युबमा भिडियो कसरी बनाउने पनि खासै क्या उस छैन नलेज छैन त्यही भएर पछि सिक्दै गएपछि होइन
ब्लग अहिले चाहिँ ब्लग बनाए जस्तो पनि भन्यो त्यत्तिकै राइडिङ गरेको भिडियो मात्र हालेको सकेसम्म हुन्छ नि होइन एउटा ट्याक्क डेस्टिनेसन भएर त्यो डेस्टिनेसनमा गएर यो हेर्ने भन्ने हुन्छ नि सो आजको चाहिँ हल्का ब्लग जस्तै भयो जस्तो हो अनि बोलेको नि हल्का हुन्छ नि सो त्यस्तो पनि हाल्न कोसिस गर्ने हो माइक छैन अहिले माइक पनि छैन त्यही भएर पनि हो सो माइक हालेपछि चाहिँ राइडिङ गर्दै बोल्दै होइन ट्राफिकहरूको बारेमा रुल्सहरू जापानको रुल्सहरू त्यस्तो बारेमा नि हल्का भिडियो हेर्ने मान्छेहरूलाई यस्तो जापानको रुल्सहरू पनि भन्ने होइन त्यस्तो पनि बनाउन खोजेको सो मान्छे हेर्दैनन् यार गाइजहरू कसैले मान्छेले नै हेर्दैन अब भिडियो बनाउनको लागि चाहिँ हल्का सेयर हेल्प चाहिँ गरिदिनु होला है सो गाइजहरू अब क्यामेरा चाहिँ यसमा राख्छु मैले First time